बल्ल अन्तर्क्रिया जस्तो भयो छलफल डर चलिरहेको के चाहिँ हुन्छ के निस्कन्छ निस्क्यो हजुरको हामी अहिले के गर्दै छौँ विद्यालय सुधार योजना निर्माण गर्दैछौँ कसका लागि मुख्यतः विद्यार्थीको लागि सरहरूलाई छुट्टी दिने किन छुट्टी दिने भन्दाखेरि एक हप्ता उहाँहरू छुट्टी दिने विद्यालय सञ्चालन भएर आउँदाखेरि चाहिँ एउटा झोला बोकेर आउनु पर्यो उहाँहरूलाई बोस बनाउने होइन के गर्ने त भन्दा उहाँहरूलाई लिडर बनाउने हरेक महिनामा एउटा तालिम दिएपछि यो तालिम केन्द्रले चाहिँ नोटिस जारी गरिरहेको छ फलाना विषयको टिचर फलाना लेभलको प्राविको निमाविको तालिम आइरहेछ तपाईँले फर्म गर्नु होला भन्नुहुन्छ अनि तालिम आफू नलिने फेरि तालिम भएन भनेर त गुनासो गर्न पाइएन अहिले हामीमा आएको विकृतिहरू शिक्षा क्षेत्रमा आएको विकृतिको कारण हो यहाँले धेरै महत्त्वपूर्ण समय दिनुभएको छ त्यसको लागि सबैलाई म विद्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु स्वागत गर्न चाहन्छु यहाँको साथ र सहयोग बिना हामीले केही पनि गर्न सक्दैनौँ यहाँको हरि हो भने हामी माछा हामी यहाँ सेवा गर्न आएको कम्तीमा सेवा गर्ने अवस्था यहाँले दिनु पर्यो तर त्यसको लागि तपाईँको साथ सहयोग चाहियो सहयोग भए मैले गर्न सक्छु किनभने हामीसँग सक्षम साथीहरू हुनुहुन्छ उपस्थित सबैजना नमस्कार म हरिश्चन्द्र आचार्य जलकी गाउँपालिका वार्ड नम्बर 3 म चाहिँ यस जनज्योति माध्यमिक विद्यालयको प्राथमिक शिक्षक सरले मलाई हामी विद्यालय सुधार योजना निर्माण गर्दैछौँ त्यसको लागि एउटा फेसबुक तयार गर्दै गर्नुहोस् भन्नुभएको थियो एउटा जिम्मेवारी दिएको थियो त्यो जिम्मेवारी सरले दिनुभयो अनि साथीहरूले पनि लगभग यो परिचय भरि नै मलाई बिदा दिएर छुट्टी दिएर तपाईँ चाहिँ घरमा बस्नुहुन्छ जहाँ बस्नुहुन्छ घुम्न गर्नुहुन्छ बनाएर रेडी बनाएर ल्याउँछु मैले 1 वर्षसम्म यहाँ अनुभव र 500 वर्ष अरू विद्यालय पढाएको अनुभव समेटेर एउटा 1 वर्षको लागि हामीले के गर्न सकिन्छ शिक्षकहरूको बानी चाहिँ के हुन्छ भने अब आफूले केही कुरा प्रेजेन्टेसन गर्नु पऱ्यो भने सरकार बोल्नुभन्दा पनि विद्यार्थीलाई पनि सक्रिय गराउनु त्यो बानी बसिरहेको छ क्या क्वेसन सोधेर हुन्छ कि होइन केही गरेर हुन्छ कि अहिले चाहिँ मैले हजुरहरूले अन्यथा नलिनु होला लगभग त्यही ट्याबले क्लास ट्याबले जाँदैछु यसमा सम्पूर्ण सहभागीहरू सबै सहभागी हुनेछ भन्ने आशा व्यक्त गर्छु मात्र होइन विद्यार्थी शिक्षक अभिभावक र समुदायबिच सहकार्य सुनिश्चित गर्नु हो भनेर एउटा कोटेसन चाहिँ मैले यहाँ ल्याएर राखेँ यो खासै के होइन यो ध्यान आकर्षण गर्नको लागि मैले राखेँ विद्यालय सुधार योजना निर्माणका लागि छलफल कार्यक्रम आज हानै चित्र हेर्ने व्हाइट बोर्डमा चित्र देख्नु भएको छ त्यो चित्र देखेपछि हजुरहरूको मनमा के लाग्यो विचार जान्न चाहे मैले एकपटक यो तस्बिर ध्यानपूर्वक हेरौँ एक्सप्लेन दिस ब्याकग्राउन्ड भनेको छ यतापट्टि पनि त्यही एउटै शब्द भनेको छ तर टाइमिङ मात्रै फरक छ एकपट्टिको चित्र हाम्रो मेरो देब्रेपट्टि हजुरहरूको दाहिनेपट्टि होला हजुर टुडे भनेको छ 2000 दिएको छ समय फरक छ तर त्यसले भन्दा भने कुरो एउटै छ के लाग्छ हजुरलाई चित्र देखेपछि मनमा के लाग्यो के होला जस्तो लाग्यो फेरि यतापट्टि चाहिँ शिक्षकले पाले पालो गर्नु है मलाई पनि समय लाग्छ यतापट्टि हेर्दाखेरि चाहिँ शिक्षकले पढाइराखेको छ तर विद्यार्थीले चाहिँ ध्यान नदिएर यतापट्टि यसो ध्यान दिएको छ अनि उतापट्टि चाहिँ अब शिक्षकले पढाइरहनु भए विद्यार्थीले ध्यान दिएर सुनिरहेको जस्तो लाग्छ मलाई अब विचार अरू फरक योभन्दा फरक कसैसँग छ भन्नुहोस् न देखेको चित्र देखेको चित्र भन्नुहोस् छ त्यहाँ अरू कुराहरू छ अनि अरूलाई भन्नु सक्दैन आफू भन्ने मेरो किनभने हजुर आफूलाई मन लाग्यो भने यो चाहिँ अलिक फरक छ भने मलाई चाहिँ यस्तो लाग्छ भनेर भन्नु मिल्छ चित्र हेर्दाखेरि चाहिँ अब शिक्षकले चाहिँ विद्यार्थीलाई चाहिँ पढाउनु परेको त हुनु हो होइन विद्यार्थीको मानसिकता विद्यार्थी आफू तत्पर नरहेको हुन्छ विद्यार्थी पहिला तत्पर रहनुपर्छ कि भन्ने जस्तो देखिन्छ चित्र भनेपछि आफ्नो एउटा भ्यू त हामीलाई आइहाल्छ है यो चित्र चाहिँ खासै त्यस्तो के होइन म यो चित्र पनि ध्यान आकर्षण गरेर राखेको हो पहिला 2002 भनेर आजभन्दा 25 वर्ष अगाडि 25 वर्ष अगाडि चाहिँ हामी के गर्थ्यौँ भने बच्चाहरूको मार्कसिट ल्याएर अभिभावकले रिजल्ट हुन्थ्यो रिजल्ट भएपछि मार्कसिट ल्याएर चाहिँ
शिक्षक अथवा विद्यालय प्रशासनको अगाडि आएर के भनिन्थ्यो भने विद्यार्थीलाई सँगै बोलाएर बाबु तेरो खराब ग्रेड कसरी आयो, पढाइ कसरी कमजोर भयो, मलाई बताऊ के समस्या भयो, यो कमजोर आउनु कारण के हो भनेर विद्यार्थीलाई भन्थ्यौँ। अहिले चाहिँ के गर्न थालेछौँ भने त्यही खराब ग्रेड ल्याएर विद्यार्थीको छोराछोरीले कमजोर नतिजा ल्याएर शिक्षकहरूलाई देखाएर शिक्षकहरूलाई यो खराब मेरो छोराछोरीको खराब नतिजा आउनु कारण के हो भनेर क्वेसन कसलाई गर्न थालेछौँ, शिक्षकलाई गर्न थालेछौँ। यो अहिले यस्तो छ है। पहिला अनि बच्चाहरू यतापट्टि चित्रमा बच्चाहरूलाई खराब ग्रेड किन आयो भने बच्चा नेमा परेपछि आफूले जवाफ दिन्छ नाजवाफ भएको छ। यतापट्टि शिक्षकहरू अहिले नै अब खराब ग्रेड कसरी आयो शिक्षकहरू जवाफ दिन सकेन, विद्यार्थी खुसी भएको मेरो खराब ग्रेड आउनु त विद्यालय शिक्षक भनेर काम गरेर त्यो चाहिँ मलाई अर्को क्वेसन फेरि यो पनि खाजा खान अलिक समस्या देखिन भनेर यो पनि अर्को क्वेसन। सियासी तालमा देखेन होला त्यो रेखी चलको गरौँ है। पुरुषमा के चाहिन्छ ताल बाइन चाहिन्छ एउटा आयो त्यति मात्रै अरू पनि होला नि सफाइ चाहिन्छ हो त्योभन्दा उठी चाहिँ आयो बच्चा बाँसुरी बजाइदिनु है। सफा सुरु भएपछि फोहोर भएर विभिन्न प्रकारहरू हुन्छ विभिन्न प्रकार अरू के छ कोही औषधिहरू भन्नुभयो मेडिसिनहरू भन्नुभयो रोग लाग्नु भन्दा रोग लाग्नु नदिन राम्रो एकदम बल्ल अन्तर्क्रिया जस्तो भयो छलफल दर चलिरहेको के चाहिँ हुन्छ के निस्कन्छ निस्क्यो हजुरहरू निस्कछ के निस्क्यो हजुरहरू मैले भनेको चाहिँ अब त्यसलाई बिगारी हालेर मान्छे नष्ट गर्न भन्दा त्यसलाई सरफले मजासँग धोइदिनु भनेदेखि त्यो सरफ पानीले के अरे पहल दिनु पनि जान्छ। म माफी माग्छु है हजुरले मागे एकदम 100% सही हो तर मैले क्वेसन उल्टो सोधेँ भएर मात्रै हो यहाँ माफी माग्नु परेको कारण सबैले भन्नुभएको एकदम 100% सही नै हो। तर मैले किन राखेको भने हामी विद्यालय सुधार योजना तयार गर्दैछौँ। हामी विद्यालय सुधार योजना के गर्यो भन्दाखेरि धेरै हामीलाई त हुन्छ नि यस्तो भइदियो हुन्थ्यो उस्तो भइदियो हुन्थ्यो मान्छे कल्पनामा भनेको गर्छौँ नि त्यसलाई लिङ्क गर्नलाई यो राखेको हो है। उडुस मार्नलाई सबभन्दा पहिला उडुसै चाहिन्छ। उडुस नभयो भने केलाई मार्ने उडुस चाहिन्छ यो अलि रमेललाई सोधेको क्वेसन हो हजुरले भने गलत भन्नु खोजे होइन सही नै हो होइन। किन यो यसो राख्यो भने उडुस मार्नलाई पहिला उडुस किन चाहिन्छ भने हामीले के गर्न लाग्छौँ हामीले अहिले के गर्न लाग्छौँ विद्यालय सुधार योजना निर्माण गर्दैछौँ कसका लागि मुख्यतः विद्यार्थीको लागि विद्यार्थीको शैक्षिक सुधारको लागि समुदायलाई होइन। तर त्यसलाई विद्यार्थी हुनुपर्छ पर्दैन। मुख्य समस्या त हाम्रो विद्यार्थी हो नि विद्यार्थी घट्दै गएको अनि विद्यार्थीले नभइकन कसको लागि सुधार गर्छ उडुस मार्न उडुस चाहिन्छ सबभन्दा पहिला भने जस्तै विद्यालय सुधार यसो गर्ने उसो गर्ने भन्नुभन्दा पनि पहिला विद्यार्थी सङ्ख्या कसरी बढाउने र भर्ना भएको विद्यार्थी कसरी टेकाउने त्यो पनि समस्या छ। भर्ना हुने ड्रप आउट हुने छोडेर जाने के छ। अब किन यो भने विगतलाई यसरी हेरेर भनेको त्यसै आधारबिन भएर विद्यार्थी भर्ना काम गर्नु भने होइन। हाम्रो यो 76 सालबाटको भर्ना चाहिँ अवस्था यस्तो छ विद्यार्थी कन्टिन्यू घट्दै गएको छ। अब लगभग यो वर्ष पनि घट्ला यो रेसियो हुन्छ तर हाम्रो घट्न दिनु हुँदैन। त्यसको लागि हजुर स्कुल गएर अब के गर्नु पर्यो भन्दा यहाँ मैले नाम गलत लिन होला प्रिन्स रेग्मी कसले भन्नुभएको एउटा एकदम गहिरो अर्थ भएको यो कोटेसन चाहिँ मलाई एकदम राम्रो लाग्ने राखेँ। बालबालिकालाई विद्यालयबाट भागेर घर जाने होइन हामी त त्यही नै बच्चा होइन टिचर एब्सेन्ट हुने बित्तिकै अझ अहिले त त्यति विद्यार्थी 4 बजीसम्म बस्नै पर्ने छ। हाम्रो पाला त बस्नु पर्ने थिएन ब्रेकमा भागेर हिँड्नु है त्यो धेरै समस्या थियो।
विद्यालय बालबालिकालाई विद्यालयबाट भागेर घर जाने होइन, घरबाट भागेर विद्यालय जाउँ लाग्ने वातावरण बनाउनु, विद्यालय जाउँ लाग्ने, गएर पढौँ लाग्ने, साथीहरूसँग भेटौँ, सरहरूसँग भेटौँ, कुराकानी गरौँ, केही सिकौँ भन्ने त्यो चाहिँ भित्रले आउँ भन्नको लागि त्यो त्यसो भए विद्यार्थी सङ्ख्या बढाउनको लागि र विद्यार्थी आएका विद्यार्थी टिकाउनलाई हाम्रो विद्यालयले चाहिँ के गरेको छैन। विद्यालय शिक्षकहरूले, प्रशासनले, व्यवस्थापन समितिले अहिलेसम्म केही गरेको छैन भन्दाखेरि केही नगरेर घट्या चाहिँ होइन। हामीले के गरेछौँ यो वर्षभरि गरेका, मैले त यो अघिल्लो वर्ष के गरेँ भनेर भन्दा पनि यो वर्षभरिको चाहिँ आफूले देखेर भएका कुराहरू यहाँ लेखेको छु। हरेक शुक्रबार अतिरिक्त तथा सह क्रियाकलापहरू सञ्चालन गर्ने हुनेछ। यो चाहिँ विद्यार्थीलाई पढ्न जाने मात्रै भनेर बोझ बाल्नुभन्दा विभिन्न कार्यक्रमहरू गरेर रमाइलो होइन, बच्चाहरूलाई आज स्पोर्ट छ, आज सांस्कृतिक कार्यक्रम छ, आज चाहिँ केही निर्माण गर्ने, शैक्षिक सामान निर्माण गर्ने कार्यक्रम छ भनेर चाहिँ विद्यार्थीहरूलाई त्यो उत्साह जगाउनको लागि हरेक शुक्रबार केही न केही फरक क्रियाकलापहरू गर्ने गरेका छौँ। अर्को छ खेलकुद सप्ताह साथै राष्ट्रपति रणनीतिमा सक्रिय सहभागी। हामीले यो वर्ष पहिलोचोटि खेलकुद सप्ताह गऱ्यौँ। लगभग 3 दिन सम्पूर्ण विद्यार्थीहरूलाई उनीहरूलाई इन्ट्रेस्ट लागेर खेलकुदमा भाग लिने र कम्पिटिसन गर्ने, त्यसपछि प्रतिस्पर्धाबाट आएका छानिएका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्ने कार्यक्रम गरेका छौँ। विद्यार्थीलाई उनीहरूको विशेष क्षमताको प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने। हरेक दिन योग ध्यान तथा मनोरञ्जन कार्यक्रम प्रत्येक बिहान हामी 2 मिनट 1 मिनट होइन अथवा समयअनुसार योग गर्ने, ध्यान गर्ने, त्यसपछि मनोरञ्जन कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ हरेक दिन। छात्रवृत्ति प्रभत्ता तथा अतिरिक्त कक्षामा छुट, छात्रवृत्ति त नियमित दिने दिएको छ, त्योभन्दा बाहेक यसपालि थप चाहिँ सरले आफ्नो चाहिँ प्रभत्ता महिनामा आउने प्रभत्ता चाहिँ आफूले नलिएर विद्यार्थीहरूलाई, कमजोर विद्यार्थीहरूलाई अथवा पढाइमा अब्बल विद्यार्थीहरूलाई चाहिँ प्रोत्साहन स्वरूप दिने गर्नुभएको छ। अतिरिक्त कक्षामा छुट भनेको चाहिँ हामी परीक्षा आउनु अगाडि एक्स्ट्रा क्लास पढाउँछौँ, ट्युसन चलाउँछौँ, ट्युसन कोचिङहरू, त्यसमा चाहिँ विद्यार्थी हेरेर छुट दिएका छौँ। विद्यालयमा भइरहेको हरेक गतिविधि सामाजिक सञ्जाल मार्फत प्रचार गर्ने, जसले गर्दा समुदाय तथा अभिभावकमा विद्यालयप्रति सकारात्मक धारणाको विकास भएको छ भनेको काम गरेर मात्र हुन। आजकल विज्ञापनको जमाना छ, विज्ञापन हामी सामानहरू किन्दा पनि पहिला अनलाइनमा चेक गरेर कस्तो छ यो सामान होइन, त्यसको प्राइस कति पर्छ सबै हेरेर किन्छौँ नि। जमाना त्यसो भएपछि अलिअलि प्रचार गर्ने पऱ्यो, किनभने केही पनि नगरेर मान्छेले देखाएन भने केही पनि नगरेर भन्ने हुन्छ, तर त्यो त होइन। तैपनि सबैको ध्यान पोजिटिभ धारणा विकास गर्नको लागि हामीले गरेका हरेक क्रियाकलापहरू, सकारात्मक क्रियाकलापहरू अरूले पनि फलो गरोस् अथवा अनुकरण गर्न सकिन्छ भनेर सामाजिक सञ्जाल मार्फत हरेक कार्यक्रमहरू राख्ने गरेका छौँ। हजुर, स्कुलको पेज पनि छ, नेपालीमा जनज्योति माध्यमिक विद्यालय छ, ग्रुप छ, त्यो चाहिँ इङ्ग्लिसमा छ जनज्योति सेकेन्डरी स्कुल भनेर। अब के गर्ने त भन्दाखेरि यो चाहिँ अहिलेसम्म भइरहेको कुरा हुन्। विद्यार्थी बढाउनको लागि के गर्ने भन्दाखेरि यहाँ 2वटा तर्कहरू अघि सारेको छु। यस 1 नम्बर वडामा विद्यालय जाने उमेर भएका बालबालिका पहिचान गरी विद्यार्थी भर्ना अवधिमा घर दैलो कार्यक्रम सञ्चालन गर्ने, जसमा वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय शिक्षकहरूको सक्रिय सहभागी हुने। यहाँ त्यो चाहिँ अब भर्ना अभियान सञ्चालन हुन्छ, राष्ट्रव्यापी रूपमा राष्ट्रले यो भर्ना अभियान भनेर सञ्चालन गरिन्छ। त्यो अभियानमा चाहिँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, यस वडाको वडा अध्यक्ष र स्थानीय शिक्षकहरू चाहिँ घर दैलो गरेर विद्यार्थीलाई यहाँ पहिला सुरुमा त वडाबाट यहाँ विद्यालय जानु गरेका बालबालिकाहरू कति छन्, कहाँ छन् खोजी गर्नु पऱ्यो, अनि उहाँहरूको घरहरू गएर कन्भिन्स गर्नु पऱ्यो, आफ्नै वडाको विद्यालयमा पढ्नु पऱ्यो। आफ्नो वडा विद्यालय पढ्दाखेरि विभिन्न किसिमको सेवा सुविधा पाइन्छ भन्नु पऱ्यो। यदि त्यसो गर्दा पनि जानु भएन भने सिधै तपाईँहरूलाई वडाबाट पाउने सुविधा वञ्चित गरिन्छ भन्नु त गाह्रो पर्छ, किनभने सबैलाई समान गर्नुपर्छ। तर के हुन्छ भने सरकारी विद्यालय पढेका, सरकारी विद्यालय पढेकालाई विशेष छुट दिन्छ नि। त्यसरी हामीले पनि कुनै पनि प्रोग्राम आउँदाखेरि प्राथमिकता कसलाई राख्ने भन्दाखेरि यस विद्यालयमा पढेका, सरकारी विद्यालयमा पढेका भनेर राख्यो भने चाहिँ उनीहरूलाई पनि यस विद्यालयमा उत्पीडनमा जान सक्छ। अब स्थानीय शिक्षकहरूलाई मात्रै किन यहाँ भर्ना पठाउने, बाहिर शिक्षकहरू चाहिँ के गरेर बस्ने भन्दाखेरि यो कति मनमा लागेन हजुरहरूलाई। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, स्थानीय शिक्षक भन्नुभयो, अरू शिक्षकहरूलाई चाहिँ किन चाहिँ नबोल्नु भएको, उहाँ चाहिँ के घरमा छुट्टी लिएर बस्ने भनेर सोच्नु भएको थियो होला।
नभन्दै मैले छुट्टी दिने सोच गरेको। भर्ना अवधि पनि स्थानीय शिक्षक अरू स्थानीय शिक्षकहरूलाई पनि धेरै दिन चाहिँ हटाउने छुट्टी नै दिने। भर्ना अवधि पनि सरहरूलाई छुट्टी दिने। किन छुट्टी दिने भन्दाखेरि 1 हप्ता उहाँहरू छुट्टी दिने, उहाँहरू जहाँ जान पनि पाइयो, जे गर्न पाइयो, तर आउँदाखेरि स्कुल विद्यालय सञ्चालन भएर आउँदाखेरि चाहिँ एउटा झोला बोकेर आउनु पर्यो। वर्षभरि आफ्नो विषय कुन हो, कुन कुन विषय पढ्न सक्छ, त्यो विषयमा शैक्षिक सामग्री निर्माण गर्ने, वर्षभरि पढाउने। त्यो चाहिँ मैले नपढाउन सक्छु। जस्तै मैले 8 कक्षामा यो शैक्षिक सामग्री बनाएँ, भोलि मेरो 8 कक्षा क्लास रहन्छ भने अर्को म्याथ टिचरले त्यही सामग्री प्रयोग गर्नुहुन्छ, आफ्नो विषयसँग सम्बन्धित सामग्री बनाउने। त्यो चाहिँ घर बसेर बनाए पनि भयो, होइन विद्यालय आएर बनाउँछु भने पनि पाइयो। त्यसपछि विद्यार्थीहरूको साथ लिएर, किनभने यो रचना क्रियाहरू विद्यार्थी एकदम सक्रिय हुन्छ है। हामीले के बनाउनलाई हामी जस्तै यो कति कुराहरू विद्यार्थीले बनाएर ल्याएको छ। नेपालको नक्साहरू जस्तो त्यो काटेर हामीले बनाउनु भन्दा पनि विद्यार्थीहरूले हामी त राम्रो हुन्छ नि। अनि यो कलरहरू गर्नको लागि यो विद्यार्थी बनाएर ल्याएको तिमी हो मेरो त नक्साहरू धेरै थियो। जस्तै यो शैक्षिक सामग्री मैले मोडल रूपमा देखाएको हो। यतापट्टि मैले आफै बनाएँ, यतापट्टि नेटबाट आएको। त्यसै शैक्षिक सत्र सुरु भएपछि के गर्ने, अब हामी भर्ना पनि सकेपछि कक्षा सञ्चालन हुन्छ। कक्षा सञ्चालन भएको सुरुका दिनहरूमा हामी विद्यालय शिक्षकहरूलाई फरक फरक जिम्मेवारी दिने। जस्तो एउटा श्री आधारभूत विद्यालय बेतनी भन्ने विद्यालयले एउटा राम्रो अभ्यास गरेको रहेछ। त्यसलाई मलाई एकदम मन छोयो अनि यहाँनिर टक्क ल्याएर राखिहालेँ। कस्तो जिम्मेवारी दिने भन्दाखेरि अतिरिक्त क्रियाकलाप संयोजक, विभिन्न कार्यक्रम गर्छौँ त्यसको संयोजक तोक्ने, यो नियमित भएर पनि राख्छ। हरेक वर्ष यो जिम्मेवारी चाहिँ फरक फरक शिक्षकहरूले लिनुभएको छ। खेलकुद संयोजक, तहगत इन्चार्ज, विषयगत इन्चार्ज, परीक्षा समिति, अनुशासन समिति, सूचना अधिकारी, यसरी चाहिँ जिम्मेवारी तोक्ने। पूर्ण अधिकारसहित जिम्मेवारी तोक्ने भनेको चाहिँ जस्तै योभन्दा अघिल्चोटि अतिरिक्त क्रियाकलाप संयोजक म थिएँ। के गर्नुहुन्छ पुरै अधिकार दिनुभयो। त्यसले गर्दा राम्रो राम्रो कुराहरू निश्चित लाग्छ मलाई चाहिँ। सरहरूले कतिको मूल्याङ्कन गर्नुभएको छ। अनि अधिकार भएपछि मान्छेले अलिक क्रिएटिभिटी पनि बढ्दो रहेछ। सरहरूले कुनै पनि हस्तक्षेप गर्नु भने यसो गरिन्छ भन्दाखेरि जस्तै सरले अहिले हिजो मात्रै भन्नुभयो राष्ट्रपति रणनीतिमा लाने, हामी खेलकुद सप्ताह गर्ने भनेपछि बढी खर्च उठ्छ भने मैले अनुमान गरिसकेको थिएँ। तैपनि सरहरूले एउटा उत्साह साथ गर्नुभयो, मैले रोक्न सकिनँ। त्यो अनुसारको नतिजा पनि आए, खुसी लाग्यो। तर स्कुलमा चाहिँ आर्थिक भाग पऱ्यो, कहिले कहिले त्यस्तो पनि हुन्छ है। यसरी चाहिँ जिम्मेवारी मात्रै तोक्ने होइन, पूर्ण अधिकार दिने। अनि यसरी फ्ल्याक्स पेनमा कुन कुन सर बाहिर अफिसमा चाहिँ डेकोरेसन गरेर कुन कुन सरहरूलाई के जिम्मेवारी तोकेको छ त्यसरी देखाउने, देखाएर टाँच्ने। अब यसरी जिम्मेवारी तोक्नु भनेको, पूर्ण अधिकार सहित जिम्मेवारी तोक्नु भनेको चाहिँ उहाँहरूलाई बोस बनाउने होइन। के गर्ने त भन्दा उहाँहरूलाई लिडर बनाउने। अब बोस र लिडरको के फरक छ त? के फरक छ होला बोस र लिडरमा? एउटा यहाँ चित्र देखेको छ। बोस र लिडरमा एक चित्रले ठ्याक्कै प्रष्ट पारेको छ। बोस भनेको के हो, लिडर भनेको के हो। हामीले टिचरहरूलाई जिम्मेवारी तोक्नु भनेको चाहिँ बोस बनाउनु होइन, लिडर बनाउनु। बोसले चाहिँ माथि बसेर अर्डर दिए, खाना अलिक बन्द गर, अलिक मजाले तान्नु भनेर दिए। तलको चाहिँ बोस आफै अगाडि बसेर तानेको छ, पछि सब अरूले होस्टेलमा आइसकेको होइन। त्यसपछि शैक्षिक क्यालेन्डर निर्माण गर्ने भनेर छौँ। सुरुमा हामीले चाहिँ बच्चाहरूलाई अलिकति समस्या के हो भने भोलि बिदा आउँछ भनेर दिनदिनै सरहरूलाई फोन गरिरहनु होला क्यालेन्डर हेर्ने। त्यो भएपछि विशेष अवसरमा सरकारले कुनै दिन सार्वजनिक बिदा भनेर निर्णय मध्य प्रदेशले निर्णय गरेछ भने त्यो व्यक्तिगत समाचारबाट थाहा पाइन्छ। त्योभन्दा बाहिरको चाहिँ क्यालेन्डर हेरेर थाहा पाउनेको लागि हामीले एउटा क्यालेन्डर बनाउने। तर क्यालेन्डर कस्तो बनाउने भन्दाखेरि विद्यालयको इतिहास झल्कने गरेर, यस ताप्लेवडाको इतिहास झल्कने गरेर है, पहिचान झल्कने गरेर शैक्षिक क्यालेन्डर निर्माण गर्ने। क्यालेन्डर कति बनाउने? 200 लगभग 150 जना विद्यार्थी थप अन्य 200 अनुमान बनाउनु पर्नेछ। यसमा थपबाट गर्न सकिन्छ विद्यार्थी बढ्यो भने। क्यालेन्डर निर्माण समितिमा अरू 2 सदस्य हुने भनेर चाहिँ क्यालेन्डर निर्माण गर्नको लागि एउटा फ्रेमवर्क तयार गर्नुहोस् भनेर सरले भन्नुभएको थियो। त्यसको लागि मैले यसो बुझेँ एकजनाले नसक्ने रहेछ, 2 जना सदस्यहरू पनि थप्नु पर्छ। यो चाहिँ विद्यालयमा कुन कुन दिन, यो कुन महिना कति दिन स्कुल सञ्चालन हुन्छ, पढाइको दिन हुन्छ, बिदाहरूको दिन, सार्वजनिक बिदाहरूको दिन छ भनेर एउटा यो मोडल हो। यो 82 सालकै
यसलाई यसकै आधारमा बनाइन्छ। अनि योपट्टि नगरपालिकाको क्यालेन्डर छ। हामीले क्यालेन्डर बनाउँदाखेरि धेरै कुरा याद गर्नुपर्ने हुन्छ। एउटा विद्यालयको अतिरिक्त क्रियाकलापको त्यो स्याड्युल हेर्नु पऱ्यो, एउटा यो विधाहरूको यो लिस्ट हेर्नु पऱ्यो, अर्को नगरपालिकाको क्यालेन्डर पनि हेरेर यो तिनवटालाई हेरेर बनाउनुपर्छ। अब क्यालेन्डर बनाउनुभन्दा अगाडि चाहिँ वार्षिक अतिरिक्त क्रियाकलापहरूको चाहिँ लिस्ट तयार गर्नुपर्छ। हामी कुन शुक्रबार के काम गर्छौँ, खेलकुद कार्यक्रम कहिले राख्छौँ, परीक्षा कहिले राख्छौँ, त्यसपछि राष्ट्रपति अनुसार कहिले हुन्छ। अब त्यो चाहिँ क्यालेन्डर अनुसार नगरपालिकाको क्यालेन्डर अनुसार हेरेर अनि यसरी एउटा अतिरिक्त क्रियाकलापहरूको चाहिँ यसरी सेड्युल तयार गर्नुपर्ने हुन्छ। यो अघिल्लो वर्षको हो। अघिल्लो वर्ष हामीले यसरी वर्षभरिको कार्यक्रम वैशाखमा बनायौँ, कुन दिन के काम गर्ने भनेर। लगभग यो चेन्ज भएन होइन सर, लगभग यो अनुसार भयो। पछि एक्जाम आउने बेला 1-2 वटा कार्यक्रम परीक्षामा बेसी परीक्षालाई फोकस गरौँ भनेर 1-2 वटा मात्रै कार्यक्रम चेन्ज भयो। नभए यो अनुसार गयो। अब चाहिँ नयाँ शैक्षिक सत्रदेखि नयाँ सुरुवात। हामीले नयाँ सुरुवात के गर्दछौँ भनेर सामुदायिक विद्यालयमा अङ्ग्रेजी कमजोर हुन्छ भन्ने धारणा हटाए अङ्ग्रेजी राम्रो बनाउनुपर्छ भनेर निजी विद्यालयमा आफ्ना बालबालिका पढाउने परिवारलाई विद्यार्थी फर्काउन कक्षा 1देखि 3 सम्म अङ्ग्रेजी माध्यममा शिक्षण शुभारम्भ गर्ने भनेको छ। 1देखि 3 सम्म अङ्ग्रेजीमा, किनभने कति अभिभावकलाई अङ्ग्रेजी मोह छ नि त, उनीहरू अङ्ग्रेजी जान्ने भयो सबै जान्ने हुन्छ। मेरो फलानु बोर्डिङमा पढेका विद्यार्थीको A+ आयो भनेर फेसबुकमा प्रचार गर्नु, तर त्यो कसरी आयो त्यो काम चाहिँ गर्ने मात्रै थाहा भयो, अथवा त्यहाँ पढाउने टिचरको थाहा भयो, त्यहाँ गार्ड बनेको थाहा भयो। त्यही कमजोर विद्यार्थीलाई कसरी काट्नु भनेर अलिकति होमवर्क नभए मात्रै हो, तर पढाइको हिसाबले चाहिँ त्यो हेरेर चाहिँ के पढाउने जस्तो लाग्यो मलाई। त्यो चाहिँ देखाउने मात्रै रहेछ। राम्रो त राम्रो पनि होला त्यहाँ पनि होइन, तर सबै त हुँदैन। 40भन्दा ओभरले त सबै त हुँदैन होइन। अनि त्यो लेखाइ सबैको एउटै देखेपछि पक्कै साह्रै भने त थाहा भयो। विद्यार्थीको रुचि क्षमता पहिचान गरी शिक्षण गर्दा सिकाइलाई परिकार हुन्छ त कक्षा शिक्षणको व्यवस्था गर्ने। मैले यसो अनुमान गरेको आफ्नो अनुभव कक्षा शिक्षण एउटा कक्षामा एउटा शिक्षक 1देखि 3 सम्म त्यो गर्न चाहिँ एकदम प्रभावकारी हुने चाहिँ कक्षा 3 सम्म चाहिँ हजुर कक्षा शिक्षणको व्यवस्था गर्ने। कतिपय बालबालिकाको कापी पेन्सिल जस्ता शैक्षिक सामग्री नल्याउने भएकोले शिक्षण सिकाइमा असर पर्ने गरेको छ। यसले समस्या समाधानका लागि शैक्षिक सामग्री ल्याउन नसक्ने विद्यार्थीको लागि 1देखि 3 विद्यार्थीहरूको सबैलाई होइन 1 कक्षादेखि 3 कक्षा विद्यार्थीले गृह कार्य नदिने, यो सरकारको नीति नै हो। गृह कार्य नदिने 1देखि 3 सम्मलाई जे छ स्कुलमै गराउने, अनि त्यसपछि स्कुलमै कार्यक्रम राख्ने। त्यो भइसक्यो उनीहरू हराउने डर पनि भएन। प्रत्येक दिन लगाएर मैले हिजो भर्खर नयाँ पेन्सिल पठाएर लेखेर ल्याउनु छैन भन्ने। अनि हामीले विद्यार्थी गयो, कोहीले आफूले यसो गरौँ भन्यो, लेख्ने कुरा नि छैन, पढ्ने कुरा नि छैन। अनि त्यसपछि के सिक्यो भने एकछिन मल्ल पर्छौँ क्या, सबभन्दा समस्या चाहिँ त्यही नै छ। अनि हिँडिराख्नु भएपछि उसलाई लेख्नुपर्ने बेला दिने, अनि टिचरले नै थन्किदिने, लेखिभएपछि थन्किदिनु गऱ्यो भने चाहिँ त्यो सुरक्षित हुन्छ कि भनेर यो प्रस्ताव राखेको। विद्यालयमा राख्ने भनेको समस्या ल। यो चित्र फेरि एकचोटि चित्र हेर्नु फेरि अलिक यसो गुनगुन सुने अलिक पट्यार लाग्यो भनेर यसो सक्ने सबै गर्नु खोजेको। यसमा चाहिँ आई डोन्ट वान्ट टु गो टु स्कुल्स भनेर भनेको छ। म स्कुल जान चाहन्न भनेको छ एकजनाले, बट यु आर द टिचर्स भन्छ। प्रायः जस्तो विद्यार्थी म झडा हजुरको बालबालिकाहरू कतिको रुचि गर्दै स्कुल जाँदा म स्कुल जाँदा सानोमा सुरुमा बानी लाउनु गाह्रो पऱ्यो होला, म जाँदा स्कुल जाँदैन भनेर झडा गऱ्यो होला नि। झडा गरेर अनि हामीले एकजना झडा गऱ्यो तर ऊ चाहिँ विद्यार्थी रहन्छ क्या, ऊ चाहिँ टिचर रहेछ। अब किन यो भित्र हामीले विद्यालय जाउँ भन्ने विद्यार्थीलाई मात्रै होइन टिचरलाई लाग्नुपर्छ। त्यो लाग्ने वातावरण बनाउनुपर्छ है। विद्यालय कतिखेर विद्यालय खुल्छ, विद्यालय जाउँ, विद्यार्थी साथीहरूसँग भेटघाट गरौँ होइन, विद्यार्थीसँग भेटघाट गरौँ, केही सिकौँ भन्ने त्यो उत्प्रेरणा चाहिँ शिक्षकलाई पनि जगाउनु पऱ्यो। अब कसरी जगाउने भन्दाखेरि उत्प्रेरणा प्रशंसा उत्प्रेरणा। मान्छेहरूले कस्तो हुन्छ भने मानिसको स्वभाव जनरल मान्छेको स्वभाव तपाईँ त यस्तो तपाईँ त उस्तो भन्यो भने उसले पत्याइहाल्छ। होइन होला भने कन्फर्म गर्दै गर्दैन, हो र होइन होला म त्यस्तो छु र भन्दै भन्दैन। धन्यवाद खुसी लाग्यो राम्रो कुरो राम्रो भन्नु भन्छ। अनि तर मान्छे खतम हुने भनेर यो त गर्नु नदिनु भने कहाँ हुन्छ, म कहाँ त्यस्तो गर्छु तपाईँले उल्टो सोध्नुभयो म त भने त्यसमा चाहिँ एकचोटि डाउट गर्छ है। मान्छे प्रशंसा चाहिँ चाँडै स्वीकार्छ। अनि उसको कतिमा आउने बेला चाहिँ एकचोटि स्वीकारिहाल्छ होइन होला त्यस्तो होइन होला भनेर आनेकानी गर्नुहुन्छ मान्छे त्यो स्वभाव हो। अनि पुरस्कार अब हरेक गतिविधिमा विद्यार्थीको शैक्षिक उपलब्धिहरू हुन्छ, त्यो उपलब्धिहरूमा चाहिँ पुरस्कृत क्लास टिचर पढाएको विषयमा राम्रो भयो होइन। हाम्रो यो पालिका स्तरीय परीक्षा थियो, राष्ट्रिय
क्षेत्रको परिचय दियो त्यसमा राम्रो यो विषयमा विद्यार्थीहरूले राम्रो गर्यो भने शिक्षकलाई एकछिन है सर मैले ब्रेक गरेँ कन्टिन्यू गरेँ त्यसले गल्ती कमजोरी अब मान्छे हो मान्छेबाट यति धेरै सङ्गत गर्दै गएपछि गल्ती कमजोरी नहुने भने त पुरै हुँदैन मान्छे मानवीय हो है मेसिनले त यस्तो टेक्नोलोजी त 100% नो इरर भन्छ है नो इरर गरिदिनु त इरर गर्नु गल्ती गरिदिन्छ है चित्रबाट गल्ती नहुँदैन भन्ने त सकिन सकिन्न बोलिरहँदाखेरि बोल्दै जाँदाखेरि धेरै कुराहरू हुन्छ कहिले क्लासमा पढाइरहँदा पनि कहिले कुनै शब्दहरूले टक्क कोही समुदायमा कोही जातीयमा कोही लङ्गीमा के असर गरेको भने त आफ्नो फिलिङ हुन्छ कहिले कहिले बोल्दै जाँदाखेरि त्यो चाहिँ भन्छ मान्छेको गल्ती हुन्छ तर गल्ती भयो भने के भने गल्ती कमजोरी थाहा पायो भने टिचरलाई व्यक्तिगत रूपमा सँगले तपाईँले यहाँनिर कमजोरी भनेर प्रश्न गर्नुपर्ने सबैको अगाडि गर्ने भन्ने यो चाहिँ हाम्रो हेड सरको स्लोगनै हो उहाँले पटक कुरा गर्नुहुन्छ विद्यार्थीबाट शिक्षालाई आइडल पर्सनको रूपमा प्रस्तुत गर्ने चिज सबैको क्षमता उस्तै हुँदैन फरक क्षमता हुन्छ तर शिक्षकलाई चाहिँ एउटा आइडल पर्सन रूपमा लिनुपर्ने रहेछ त्यो चाहिँ जस्तै कुरा गर्दा पनि हामीले एकाका शिक्षकको कुरा गर्दा पनि अभिभावक शिक्षक कुरा गर्दा पनि विद्यार्थी शिक्षकको कुरा गर्दा पनि कमी कमजोरी प्रचार गऱ्यो भने विद्यार्थीले नपत्याउँदैन रहेछ है उनीहरूको व्यक्तिगत कुराहरू गरिदियो भने उनीहरूको क्लासमा पनि टिचर त यस्तो भनेर उसको कुरा किन सुन्ने भन्ने जस्तो फिलिङ बच्चालाई आउँछ बच्चालाई चाहिँ त्यो कुरा गराउन आउने बच्चाको अगाडि चाहिँ टिचर कस्तो भने टिचर भनेको एउटा आइडल पर्सन हो होइन एउटा उसको चाहिँ पर्सनालिटीलाई चाहिँ अलिकति बढाउनलाई मानसिक रूपमा पनि विद्यार्थीले तयार गर्नुपर्ने रहेछ त्यो चाहिँ मैले आफूले पनि अनुभव गरेको कुरा बच्चाको कुनै टिचरको कुनै कमजोर बच्चाको अगाडि भन्दै पनि त्यो बच्चाले त्यो भोलिपल्ट क्लासमा त्यति धेरै एटेन्सन नदिने रहेछ त्यसरी आइडल पर्सन रूपमा प्रस्तुत गर्ने मोडल रूपमा भनेको मतलब टिचरले हरेक जे काम गर्छ विद्यार्थीलाई त अनुकरण गर्छ नि त अनि टिचरले त्यो अनुसारको बिहेभ पनि टिचरले पनि गर्नु पऱ्यो र टिचरलाई मोडल रूपमा प्रस्तुत पनि गर्नु पऱ्यो भनेर स्वतन्त्र आफ्नो विषयमा पढ्न अधिकार रहेछ 45 मिनट समय एउटा विषय पढाउन एउटा कक्षामा एउटा विषय पढाउन टिचरलाई 45 मिनटको समय हुन्छ 45 मिनट पढाउनको लागि हस्तक्षेप नगर्ने व्यवस्थापन समितिको अध्यक्ष यही हुनुहुन्छ मान्छेहरू यही हुन्छ त्यो कक्षामा चाहिँ मलाई यहाँ एउटा पनि अस्ति एउटा समस्या पनि के आयो भने मैले चिनेको थिएन अभिभावक आएर सिधै भित्र पठाइदिएको त्यहाँ टिचरको अनुमति पनि छैन केही पनि छैन सोध्नु छैन भन्नु छैन त्यस्तो समस्या चाहिँ नआओस् किनभने यो अघि चाहिँ यहाँ जोसुकै प्रधानमन्त्री आए पनि त्यो पढाइरहेको टिचरको अनुमति नदिए त्यहाँ बस्न पाइँदैन अनि त्यो कुरो चाहिँ अभिभावकले त्यहाँ बुझ्नुपर्ने हुन्छ बरु त्योभन्दा अगाडि क्लासमा बस्न मन लाग्यो सर क्लास हेर्नु अब्जर्भ गर्नु मन लाग्यो भने त्योभन्दा अगाडि सर म हजुरको क्लास अब्जर्भ गर्न आउँदैछु भने जस्तै अरे नयाँ नियुक्ति भने टिचरहरूको चाहिँ कम्प्युटर गर्नको लागि टिचर आउनु हुँदो रहेछ मैले चाहिँ मलाई फोन गर्नुभयो म उठेँ म क्लासमा थिएँ मेरो साइन्स उठेन उठ्न सल्लाह गरेर सरको क्लास अब्जर्भ गर्न म आउँदैछु सरलाई भन्दै भनेर त्यसरी पहिले टाइम लिएर आउनु सक्छ त्यसरी अभिभावकले पनि त्यो कुरा बुझ्नु अब दैनिक पाठ योजना निर्माण शिक्षकहरूले पढाउन जानुभन्दा अगाडि दैनिक पाठ योजना निर्माण गर्नुपर्छ तर प्रयोग किन भइरहेन भने त्यो हामीले टिचिङ प्र्याक्टिस गर्दाखेरि प्रयोग गर्छौँ नम्बर आउँछ भनेर तर त्यो सिक हुँदैन किनभने त्यो अलिक भास्ट छ भन्दा त्यो गर्नलाई टाइम हामी त पुग्दैन पुरै एक पाला छ के पढाउने के कसरी पढाउने सबै राख्नुपर्छ त्यो गर्न हामीसँग सम्भव छैन त्यसको लागि एउटा छोटकरीमा एउटा टिचर डायरीको व्यवस्था गर्ने ठिक हो धेरै लिङ्क छैन तर जान्न बुझ्नु चाहिँ पर्छ के कुरा चाहिँ टिचरहरूले चाहिँ गर्दैछन् भन्ने कुराहरू आखिर त छैन सरलाई तर 1-2 दिन टाइम लिएर मसिनेरी बसेर सफल यो चाहिँ कस्तो डायरी कस्तो हुन्छ भने एउटा मैले विद्यालयबाट अस्ति आएको घुम्न गएको विद्यालयबाट एउटा फोटो ल्याएको थिएँ जब टिचर डायरीको चाहिँ यस्तो हुन्छ यसरी हामी बनाउँछौँ यहाँ धेरै कुरा छैन लगभग 2 मिनट जति लाग्छ टिचरलाई क्लास जानुभन्दा अगाडि 2 मिनट जति लाग्छ यसरी कुन विषय कति कक्षा नम्बर अफ स्टुडेन्ट कतिजना विद्यार्थी छ के पढाउने 2-3वटा पढ्ने हाल्छ 3टा भन्दा बढी अर्डर 3टा लेख्न त्यति टाइम पनि लाग्दैन यो व्यवस्था गर्दैछौँ यसपालिबाट सानो बाइकको प्लान बनाएर हजुर त्यसपछि लगबुकको व्यवस्था यहाँ शिक्षक हामी समग्र अन्धभूत सबैलाई मुख दिन्छौँ कि शिक्षक क्लासमा टाइममा गएन शिक्षक क्लासमा टाइममा टाइमसँग बसेन भन्ने कुरा आइरहेको छ बसेन भन्दा त 15 बजेर भन्ने अर्डर लाग्यो नि त त्यो एउटा यो चाहिँ रेकर्ड राख्नको लागि एउटा यस्तो लगबुकको व्यवस्था गर्ने टिचर क्लासमा 5 मिनटभन्दा ढिलो र 5 मिनट अगाडि गयो भने त्यहाँ कारण लेख्ने यो कारणले गर्दा टिचर चाहिँ क्लासमा चाहिँ ढिलो भनेर त्यहाँ हुन्छ नि त ड्युटी काम हुनुहुन्छ अफिसियली काम हुनुहुन्छ
नत्र भने विद्यार्थीलाई हरेक दिन चाहिँ टिचर आएको क्लासमा आएको गएको रेकर्ड राख्न जाने। त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा फाइल मैले त्यो विद्यालयबाट मगाएको थिएँ। हरेक कक्षामा यस्तो हुन्छ, एउटा विद्यार्थी यहाँ टिप्नु छ, यसो मनबाट यस्तो हुन्छ, यसरी यहाँ लेख्नु आएको समय गएको समय पहिलो पिरियड दोस्रो पिरियड आएको समय यो विद्यार्थीले लेख्ने विद्यार्थी एउटै विद्यार्थी न फरक फरक विद्यार्थीलाई लेख्न लाग्छ। अर्को छ कक्षाबाट सुधारौँ नतिजा आफै सुध्रिन्छ भन्ने एउटा स्लोगन छ, यो पनि राखेँ। कक्षा कोठा डेकोरेसन त्यो विद्यार्थीलाई जाउँ पढौँ लाग्ने किन लाग्ने भन्दाखेरि कक्षा कोठा डेकोरेसन। कक्षा छिर्ने बित्तिकै एउटा हामी घरमा पनि टिभी भएको रुम मोबाइलहरू वाइफाई भएको रुममा बच्चा छिराइदियो भने उसले के गर्छ, अनि एउटा किताब राख्ने त्यो किताबपट्टि ध्यान जान्छ र जाँदैन। अनि लाइब्रेरी पुरै व्यवस्था पटहरू यताउता इन्भाइरोमेन्ट भयो भने टेबलहरू छ बुकहरू छ भने उसले एकचोटि टेबलमा बसेर एउटा बुक त पढाउँछ के रहेछ ऊ पढाउँछ। त्यो इन्भाइरोमेन्ट तयार चाहिँ गर्नुपर्छ। कक्षाभित्र हाम्रो एक कक्षा र दुई कक्षामा चाहिँ गएर हेर्नुभयो भने लगभग म्यामहरूले यस्तो राम्रो बनाउनु भएको छ, कक्षामा पुरै कक्षा डेकोरेसन गर्नुभएको छ, त्यहाँ गएर चाहिँ पढौँ लाग्ने इन्भाइरोमेन्ट बनाउनु भएको छ। हरेक कक्षामा यहाँ पनि अलिअलि छ, हरेक कक्षामा चाहिँ यसरी चाहिँ कक्षा डेकोरेसन गर्ने यो बनाइ पनि राखेको छौँ हामीले। अनि विद्यार्थी हामी सर्ट ब्रेक दिन्छौँ 10 मिनटको, 2 पिरियडपछि, त्यसपछि फेरि ब्रेक हुन्छ खाना फेरि आधा घन्टाको। अनि त्यति हुँदा पनि बिचमा विद्यार्थी धेरै निस्क्यो, अब टोयलेट लाग्यो पानीतिर लाग्यो भने निस्किन्छ भनेर हामीले एउटा चाहिँ आउटकाटको व्यवस्था गरिन्छ। त्यो सर्ट ब्रेक भइहाल्यो यसै, अनि खाने टाइम भइहाल्यो। त्योभन्दा बाहेकको पिरियडमा पनि निस्किनु पऱ्यो भने एकैचोटि सबै विद्यार्थी निस्किनलाई रोक्नको लागि आउटकाटको व्यवस्था गर्ने। हरेक कक्षामा 2वटा आउटकाट राख्ने, 2वटा आउटकाट राख्ने, अनि एकचोटिमा 2जना विद्यार्थी बढी निस्किनु पाएन नि त। त्यसपछि त्यो आउटकाट भिरेर बाहिर इमर्जेन्सी भयो भने बाहिर निस्किनुलाई यो आउटकाटको व्यवस्था गर्ने। अर्को छ आइपी बोर्ड अथवा स्मार्ट बोर्ड भन्छ, सहितको छुट्टै कम्प्युटर कक्षाको व्यवस्था गर्ने, कम्प्युटरको छुट्टै आइपी बोर्ड व्यवस्था गर्ने। यसरी किन व्यवस्था गर्ने भन्दाखेरि कुनै पनि विषयमा लगेर विद्यार्थीहरू बिच भिडियो इन्टरनेट प्रयोग गरेर विषयवस्तु थप स्पष्ट पार्न सकिने। के यहाँ पढाउँदै गर्दाखेरि त्यो नयाँ शब्द आयो, नयाँ चिज आयो, नयाँ वस्तु आयो, त्यो भनेको के भन्दाखेरि के देखाउनु बच्चालाई, त्यो भनेपछि गएर इन्टरनेटमा गएर आइपी बोर्डबाट भिडियो सहित देखाउनु पायो भने विद्यार्थीलाई त्यो मूर्त धारणा बस्छ भनेर। अर्को विद्यार्थीलाई प्रविधिसँग परिचित गर्नु। यदि क्लास खाली क्लास छ भने के गर्ने भन्दाखेरि आइपी बोर्ड अथवा स्मार्ट बोर्डमा जाने, क्लासमा जाने, त्यहाँ युट्युबबाट क्लासहरू लिएको हुन्छ, सर्च गरेर त्यहाँ एउटा विषयको एउटा क्लास त्यो प्ले गरिदिने, उसले त्यहाँ हेरेर बस्छ। खाली पिरियडमा टिचर आएन भनेर बस्नुभन्दा त्यहाँ उसले त्यो हेरेर सिक्छ। टाढा शिक्षक तथा विद्यार्थीहरूलाई अनलाइन तालिम तथा प्रशिक्षण प्रदान गर्ने भनेको छ। तालिम गरेर आउँदाखेरि चाहिँ अब जस्तै हामीलाई तालिम लिनु परेको छ, तालिम दिने मान्छे यहाँ आउन जानलाई खर्च पनि बढी लाग्छ, उपस्थित हुनु गाह्रो पर्छ। अनलाइन काठमाडौँबाट तालिम दिनलाई कन्ट्याक्टमा हामीले अनलाइनबाट तालिम दिन सक्छौँ आइपी बोर्ड भयो भने। लामो समय विद्यार्थी उपस्थित हुन नसक्दा विद्यालय उपस्थित नहुने शिक्षकहरू कहिले ट्रेनिङ हुन्छ, कहिले बिरामी बेला केही दिन अलि लामो समय विद्यालय उपस्थित हुन सक्नु भएन भने घरमै बसेर पनि पढाउन सक्छ। यो आइपी बोर्ड कसरी पढाइन्छ भने एउटा भिडियो मैले यहाँ राखेको छु। यो आइपी बोर्ड हो, यो त्यहाँ आवाज छ, त्यो चाहिँ काठमाडौँबाट पढाएको छ। विद्यार्थी क्वेसन माइकबाट सोधेको छ। यसरी चाहिँ आइपी बोर्ड स्मार्ट बोर्ड प्रयोग गर्न सकिन्छ। शिक्षण सिकाइ सुधारका लागि परीक्षा। अब हामीले परीक्षा लिने, प्रत्येक विषयमा प्रत्येक शिक्षकले एकै परीक्षा अथवा मासिक परीक्षा लिने र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने हुन्छ। टिचरले परीक्षा त ल्याउन, तर त्यो युनिट टेस्टहरूमा एकै परीक्षाहरूमा चाहिँ अनि त्यसपछि मासिक परीक्षाहरू चाहिँ पुरस्कार दिएको छैन। तिमीहरूको यति कम्पिटिभन्दा बाहेक केही गर्न सकेको हुँदैन। पुरस्कार दियो भने विद्यार्थीलाई पढ्नुपर्छ। हामी दण्डलाई निरुत्साहित गर्ने भनेर छौँ। दण्डलाई निरुत्साहित गर्नु भनेको अर्थ चाहिँ पुरस्कारलाई प्रमोसन गर्नु पऱ्यो नि, होइन। सबै विद्यार्थीले प्राप्त गरेको अङ्कलाई अभिलेखन गर्ने। टेस्ट ल्याएछौँ, तिमीहरूको यति अङ्क आयो भने छोडिदिन्छौँ, त्यो विद्यालय रेकर्ड छैन। जस्तै परीक्षाको जो हुन्छ, आन्तरिक परीक्षाको त हुन्छ, सब्जेक्टले विषयगत ल्याएको चाहिँ रेकर्ड राखेको होइन, त्यो अवधि राख्ने। कक्षा 8, 5 र 10 लाई प्रत्येक शनिबार एक विषयको शिक्षण सिकाइ सुधार परीक्षा लिने भनेको छ। यो चाहिँ अलिकति पालिका स्तरीय राष्ट्रिय स्तरको परीक्षा भएर उनीहरूलाई शनिबार चाहिँ एउटा शनिबार एउटा विषयको परीक्षा लिने व्यवस्था गर्ने। ट्र्याक सुटको ट्र्याकिङ व्यवस्था गर्नुपर्ने छ भने हामी स्वास्थ्य शारीरिक पढाउँदाखेरि खेलकुद खेलाउँछौँ।
ड्रेसको कारणले गर्दा त्यो राम्रोसँग खेल्नु सक्दैन। राष्ट्रिय रनिङको प्रोग्रामहरूमा पनि त्यो फरक लाएर प्यान्ट लाएर होइन कति टाइट हुन्छ त्यो प्यान्ट लाएर हामी दौडाउनु परिरहेको त्यसलाई ट्र्याक भयो चाहिँ सही हुन्छ भनेर यो प्रस्ताव राखेको हो। प्रकारको नम्बर हरेक एकाइपछि स्टुडेन्ट सिकाइ सुधार गर्ने। अब यो चाहिँ अलिकति हामीलाई टिचरलाई अलिकति अब अप्ठ्यारो अवस्था आइरहेको लाज मान्नुपर्ने अवस्था। तपाईँले प्र्याक्टिकलमा कसरी दिन्छ भन्दाखेरि लास्टमा परीक्षा आउँछ उसले नगरपालिकाले माग्छ अनि गठन दिने हो भनेर भन्नुभन्दा त्यो भन्न अवस्था आइरहेको त्यो भन्नु चाहिँ अब लाज हुन्छ। तपाईँले सिकाउनु भएको यो भन्नु हरेक पार्टको एकाइपछि चाहिँ त्यो प्र्याक्टिस नम्बर त्यो सिस्टम हुन्छ एउटा फाइल त्यो अनुसार भर्नुपर्छ। यो गर्न सकेको छैन। विद्यार्थीहरूलाई दैनिक रुटिन दिने र शिक्षक टिम बनाएर बिहान बेलुकी समय नियमित अभिभावकको घर घरमा जाने हुन्छ। कहिले कहिले अभिभावकले अभिभावकको घर घरमा शिक्षक बनाउने के छ रुटिनहरू फलो गरेको छैन होइन भनेर बच्चाहरूको घर घरमा चाहिँ जाने एउटा अभिभावकसँग सम्बन्ध रिलेसन पनि राम्रो भयो। बाहिरबाट आउने शिक्षकहरूको लागि विद्यालयले आवास व्यवस्था गर्ने जस्तो बाहिरबाट आउने बस्न आउने शिक्षकहरूलाई स्कुलमा नै व्यवस्था गर्न सक्यो भने स्कुलको रेक्टेक हुनुको साथै अनि एक्सेस समयमा बच्चाहरूलाई नै नजिकको बच्चाहरूलाई चाहिँ पनि पढाउन सजिलो हुन्छ। 5, 8 र 10 का विद्यार्थीहरूलाई अन्तिम परीक्षा आउनु करिब 2 महिना अगाडि शुल्क तिरेर डे बोर्ड्स राख्ने उनीहरूलाई शुल्क तिरेर लाएर डे बोर्ड छ दिनभरि हामी पछि यहाँ एउटा भिडियो पनि देखाउँछौँ। धेरैजसो विद्यालय गराउन पनि थालेको छ। विद्यालय अनुपस्थित शिक्षकहरूको लागि जानकारी सम्बन्धमा भनेको छ। विद्यालय अनुपस्थित शिक्षकहरू जानकारी सबैलाई दिनको लागि कुन दिन के कारणले अनुपस्थिति रहेको जानकारीको लागि हरेक दिन देखाए जस्तै गरी एउटा म्यानुअल तयार गर्ने। यहाँ मिति कुन दिन कुन शिक्षक के कारणले अनुपस्थित भएको उसको विधाको प्रकार के हो यसरी एउटा म्यानुअल त्यो भयो भने कुन शिक्षक कहाँ गएको मलाई थाहा छैन भनेर भन्ने अवस्था आउँदैन। जस्तै कसले गर्ने भन्दाखेरि शिक्षकहरू उपस्थित हुनु भएन भने त परले राख्नुहुन्छ यो पर आफै उपस्थित हुनु भएन भने जस्तै पर आज 1 बजेपछि सर प्र मिटिङमा जानु छ भने 1 बजेपछि टाइम लिएर यो मिटिङ दिन 1 बजेदेखि सर म प्र मिटिङमा गयो भने पहिले लेखेर जाने। यो चाहिँ सर कहाँ भएको छ भनेर सोद्धाखेरि सर प्रत्यक्षले हेर्नु भन्नु पनि सक्नु भयो उहाँ हेर्न भ्याइएन भने उहाँ त्यहाँ मानिन्छ त्यहाँ गएर हेर्नु होला कहाँ छ भनेर भन्न पनि सक्ने भयो यो चाहिँ। विवेचन बैठक बस्नु पूर्व शिक्षक प्रतिनिधि सबै शिक्षकलाई समस्या छलफल गरी आवश्यक सुझाव र गुनासो वा समस्या टिप्पणी गर्ने र बैठकमा पेश गर्ने भनेको छ। यो नभइरहेको देखेर मैले यो राखेको यो विवेचन मिटिङमा चाहिँ शिक्षक प्रतिनिधि जानुभन्दा अगाडि के छ शिक्षकहरूको समस्या के छ तपाईँको सुझावहरू के छ म आज मिटिङ बस्दैछ आज मिटिङमा प्रस्तुत गर्छु भनेर सोध्ने। बैठकमा भएका निर्णयहरू चाहिँ फेरि शिक्षकहरूले आज यो निर्णय भएको छ महत्त्वपूर्ण निर्णय यो भएको छ। स्टाफ बैठकमा विद्यालयको आम्दानी खर्चको विवरण पनि गर्ने। हरेक क्रियाकलाप विद्यार्थी आफैले राख्छ त्यहाँ फाइलको नाममा एउटा फाइलिङ राखेको छ उनीहरूले जे गरेको छ क्रियाकलापहरू फाइलिङ गरेर राख्ने। त्यसपछि कम्पिटिसन पनि हुनुपर्छ उनीहरूको यति राखिसक्ने चाहिँ छैन भनेर त्यहाँ कम्पिटिसनको भावना पनि भयो। शिक्षकलाई तालिममा सहभागी भएपछि तालिम सिकेको कुराहरू शिक्षकले दिने त्यो तालिमको कुरा धेरै आइरहेको नि शिक्षकलाई तालिम दिनुपर्छ भन्ने कुरो। शिक्षक तालिम त शिक्षक आफै अग्रसर हुनुपर्छ। अहिले यो वर्षभित्र आएर मैले 2टा तालिम लिएँ 3टा तालिम लिएँ एउटा प्रत्यक्ष 2टा चाहिँ अनलाइनबाट। हरेक महिनामा एउटा तालिम लिएपछि यो तालिम केन्द्रले चाहिँ नोटिस जारी गरिरहन्छ फलाना विषयको टिचर फलाना लेभलको प्राविको निमाविको तालिम आइरहेछ तपाईँले फर्म गर्नु होला भन्नुहुन्छ। अनि तालिम आफू नलिने फेरि तालिम भएन भनेर त गुनासो गर्नु त पाइएन है। त्यो तालिम चाहिँ आइरहेको हुन्छ त्यो चाहिँ आफूले अपडेट हुनु पर्यो। नमस्कार मेरो युट्युब च्यानल खुसीमा यहाँलाई हार्दिक स्वागत छ। सोच्दा सोच्दै